ठुली आबै के गर्दैछ हौ? के गर्नु नै आउन बस न ओइ हन कसरी भाइ गयो तिमी त अनि तिमी नआएको निकै दिन भयो ठुले पनि काममा गएको देखेँ के खान्छौ यस्तो हन कराई भाँडा नै नि जान खान्छौ ल म चाहिँ केही खाँदिनँ है तिम्रो यस्तो मैला न मैला अनि बिरामी पो भइजान्छ त हौ कस्तो चाहिँ मैला बसेको हौ ठुली हन के को मैला हो यस्तै हो नि होइन यहीँ पकाएर खाँदैनौ र तिमी हन यहीँ त पकाएर खान्छु यहाँ हेर न अहिले भर्खर बिहान ठुलेलाई यहाँनिर ऊ तातो पानी होइन के को जगल्टा राखी गयो हन यो आगो सल्काउनुको कम्ती सजिलो त हुँदैन यहाँ हेर न अस्ति ल्याएर राखेको यो चाहिँ अहिले यता म निकाल्नु आँटेको थिएँ यहाँ अलिक तातो चुलामा के हो नि यो हन बसिजाउ न हौ के नहेर न हौ अब त्यस्तै त छ के छ साह्रै पो मैला बसिजाँदो रहेछ हौ तिमी त हन ठिक्कै ऊ के भन्छ सफा गर्नु आँटेको थिएँ अब इ तिमी ठिक्कै आइगयो कहाँ गएछ सोध्थ्यो पनि कता गयो अनि यहाँ आगो हेर न भाषक भुसुक निभि गएछ अब तिमीलाई यसो के जाति दबाएर दुःख नगर खाएर जाऊ न म केही खाँदिनँ दुःख नगर सुँगुरको मासु चाहिँ लु भयो तता दिन्छु खाएर जाऊ न मलाई मासु ट्याक्कै मुखमा हाल्नै मनै छैन हौ ठुली होइन किन के भयो फेरि 2-4 दिन भयो मासु त्यो अरूले पकाएको केही खानै मन लाग्दैन हौ होइन तिमीलाई त सुँगुरको मासु कम्ती त मन होइन नि अहिले त मनै लाग्नु छोडेको नि त्यसो नगर न भयो दुःख नगर होइन सेतो न सेतो छ सबै मासु चित्त मिठो छैन ऊ माथि ठुलीले गाउँमै काटेको रहेछ अनि भयो सेतो न सेतो कम्ती मिठो चरम छैन ऊ यहाँ छ तताइदिन्छु भयो खाऊ न होइन मलाई उलुक्काइ जान्छ हौ अचेल के पो भइगयो तिमीलाई फेरि खै पनि नि त के भयो अनि बिमार त भएनौ छैन बिरामी अनि मासु भनेपछि तिमी त हुरुक्कै हुन्थ्यौ हुन्थेन अहिले 2-4 दिन भएको छ अहिले न त भन्ने बित्तिकै मेरो त निस्किनु आँटिसक्यो के भएको छ होइन के जाने त त्यहाँ के जाति यसो लाग्यो कि झाडफुक गर्नु जाउँ न त केही भएको छैन अन्धविश्वास नि हामी यसो सफा चाहिँ गरिटो बोल न के हो यो अरे सफा गरिहाल्छु भन न सफा गरिहाल्छु नकर्नु तिमी नपर अहिले भर्खर यो मरि गएछ भुसुक्कै मरि गएछ सोधेमा कता गयो तदाएर दिन्थ्यो भयो दुःख नगर के अरू तिमीलाई लगिदिन्छु त भन्दै थिएँ तिमी फेरि राम्रो गरेछ अब ठिक्कै आइयो त गयो हन खाएर जाऊ न साँच्चै पो भनेको त साँच्चै भनेको हौ मलाई त आजकल खानै पो मन लाग्नु छोड्यो हौ के पो भनिदिन्छ यो बाबुलाई उसो भए जाँड अलिकति लिएर आउँछु हन खाऊ न कति त मिठो छैन हन यो जाँड यसमा फिर्के लगाइदिन्छु कति त मिठो छैन जाँड भयो यो बोटका त हेर कति चाहिँ मैला रहेछ नि के होइन हौ मैला कहाँ हो अघि भयो ठुली भयो यही ठुलेलाई तताएर दिएको ए यसमा चाहिँ मासु तताएको अनि यसमा चाहिँ जाँड बनाएर दिएको त्यत्तिकै राखिराखेको थिएँ जुठो होइन हौ बस न म जाँड बनाइदिन्छु सुँगुरको मासु होइन हौ ठुली मलाई हेरी जाऊ न मलाई 2-4 दिन भएको छ मुख अलिक नमिठो भएको छ क्या खानु मनै छ अब के खान्छौ त अनि केही खानु पर्दैन हौ केही खानु पर्दैन यसो बसिजाउ न तिम्रोमा गएर म के जाति खान्छु सबै त खान्छु तिमी चाहिँ जहिले पनि मेरोमा आएर केही पनि खाँदिन भन्छ के पो गनाइरहेको छौ होइन के गनाउँछौ मुसाहरू त मरेको छैन कहाँ मर्छ मुसा छैन नै मुसा मरेको छैन के पो गनाइगयो तिमीलाई कुन चाहिँ भाँडामा बसिरहेको छौ तिमी त भात पकाउने भाँडा हो नि हेर न हलुङ्गेको भाँडा भाँडामा भात पकाएर खान्छ त्यही भाँडामा बस्छौ बेसुरे आइमी अनि यहाँ भेट्दिन त पेरा केही हुँदैन हो बाबुरानी तिमी नि भन हुनुलाई त के पो भइजान्छ र हुनु त केही नै हुँदैन नि कस्तो के पो खान्थ्यौ कि बाबुरानी तिमी त निकै दिनमा आयो केही खाँदिनँ म लक्ष्मी आइमी कति चाहिँ फोहोर बस्नु सकेको हो त्यसो नभन्नु न अहिले भर्खर ठुलै गएको छ होइन गाउँतिर हिँड्दा त निकै गचक्क राम्रै परेर हिँड्छौ त हौ अब घर चाहिँ के हो यस्तो
घर त राम्रो छ नि अनि मैला चाहिँ के हो यो मैले त सफा गर्छु हौ नभन न सफा गरिहाल्छु अनि के पो भएको तिमीलाई तिमी त माल पाएर चाल्न पाएको मान्छे जस्तै छौ अब घर यति राम्रो पक्काएको हेर त्यहाँनिर कति राम्रो ठाउँमा हेर दाउरा राखेर अब दाउरा त चाहिन्छ नि त बाबुराम नि बाहिर राख्यो भने बर्खा मास्छ भिज्छ सबै मैले यो हिजै ल्याइदेऊ भनेर ऊ ठुलेलाई भनेर हिजो साँझ 9-10 बजेसम्म हालिसकेको अनि बर्खामा बाहिर सबै त भिजिजान्छ अनि जाड पकाउनुपर्छ कम्ती त आगो हुने हो अँधेरो नअँधेरो धुइँधुवा हुन्छ फुक्नु सक्दिनँ नै आगो अनि त्यही भएर बरु चुलाको छेउमा ल्याइदेऊ तातोले सेकिन्छ पनि अनि भनेर हौ त्यहाँ राख्नु पो लगाएको यता त साँपले पो खाइजान्छ होला हौ मलाई त औ छैन हौ साँप कस्तो साँप भनेको छैन साँप छैन नि कति साह्रै डराइ गएको हो बाबुराम हट। आउ न मेरो कुखुराले त्यहाँनिर ओथ्रा बसेको छ देखाउँछु आउ न आउ न कता कता चाहिँ जुम भन्छ मान्छे बस्ने हो कि यो सुँगुरको खोर हो आमै यो ठुलीको त हट। म काममा जानुपर्ने कति चाहिँ मैलो र धैलो राखेको र हट आउनु आमै बच्चा त कति त काँदैन छ त हौ हेर न बच्चा यही गनाएको होला हौ तिमीलाई ऊ ऊ ऊ ऊ बडा बच्चा ऊ ऊ टोकिजान्छ होला है बडा सबै मसो अब दादा केही छैन 2-4 महिनामा त झोल खाने हुन्छ लु भयो मलाई चाहिँ नल्याइदेऊ भन किन हौ मलाई अब झोल पनि मन पर्नु छोड्यो के पो भनी जान्छ मुख धौ न हौ सबै मोसो लगाएर केही छैन बस हातभरि काम गर्ने मान्छेको यस्तै हो नि कता कता थोरै त लाग्नु काम होला नि गर्दैन बिचारा बरा अन यहाँ हेर न अहिले भर्खर यो चुला समार्दै थिएँ तिमी आइ त गयो अब त्यो कुखुराको चल्लालाई पानी र ऊ दिनुपर्ने छ त्यहाँ छुट्याइदिइराखेको छ ठुलीले दे भनेको छ दिनमा लु भयो म त जान्छु हौ जान्छौ अनि केही खाँदैनौ खाँदैन लु 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 जाऊ जाऊ अब के गर्छौ त काम छैन मेरो काममा हिँडेको होला तिमी नि